फाइनल्ली गाइज तपाईँहरू देख्न सक्नुहुन्छ यो दोलालघाटको सुनकोशी रिभर। हेर्नुहोस् हाम्रो यो काभ्रे कुशीबारी चौरी डोररी गाउँपालिका जाने बाटो। यो चाहिँ यो गाउँपालिका सुनकोशी फलामे बिच हो, देख्न सक्नुहुन्छ गाइज। यस्तो बाटो छ है, सारा यो दोलालघाटको बजार हो। दोलालघाटको बजार, अहिले दोलालघाटको बजार आइसकेका छौँ। कुशीबारीको बाटो अहिले लगभग अहिले कालो पत्रे भइसकेको तपाईँहरूलाई जानकारी गराएँ। हाम्रो जम्बू टोली काभ्रे कुशीबारी लागिसकेको छ। देख्न सक्नुहुन्छ तपाईँले दोलालघाटको दृश्य। हेर्नुहोस् हाम्रो खानाखोली छ। अब स्थानीय तहको चुनावमा पक्कै यो खाल्डाखुल्डीले पुरै पक्किँदैछ भन्ने आशा गरेको छु मैले है। ल हेर्नुहोस् त कस्तो छ बाटोको अवस्था, एकदम ठाउँमा चाहिँ एकदम नाजुक छ है। यस्तो बाटो हामी चाहिँ यसरी सफल यात्रामा जान्छौँ। गुल्तीले गाडी हिँड्दै हुनुहुन्छ भने हामी चाहिँ पक्की बाटो भन्नुपर्छ। यो पहिला धेरै नै अप्ठ्यारोको बाटो हामी हिँड्ने गर्थ्यौँ भने अहिले चाहिँ भइसकेको छ। अहिले दोलालघाटका लागि कानुन यहाँ धेरै समस्यामा फँसेका थियौँ। गाडी फस्ने, कालो नतान्ने अनेक समस्याहरूको अहिले सारा बिच बाटोमा हिँड्न पाएका छौँ। हामी गर्नुपर्छ कुशीबारीका जनताहरूले। तपाईँहरू देख्न सक्नुहुन्छ धेरै वर्षदेखि गाउँ छोडेर सहर बस्नुहुने आमा बुबा दाजुभाइ बहिनीहरूलाई पनि मैले आफूले गाउँ गएको बेलामा हजुरलाई यो भिडियो कैद गरेर देखाएको छु। देख्न सक्नुहुन्छ यो भिरकार फलाटे जाने बाटो हो भने हामी चाहिँ अब यता बिच छ, म चाहिँ तल्लै बाटो जान लागेँ। किनकि तल्लो बाटो जाँदाखेरि छोटो पर्छ, त्यही भएको कारणले गर्दाखेरि म अहिले यात्रामा हुँदै गर्दा पनि तपाईँलाई यो दृश्यहरू कैद गरेर देखाउन चाहिरहेको छु। यो दोलालघाट सुनकोशीमा चाहिँ एकदम दोहन भइराखेको छ। हेर्नुहोस् है, बालुवा गिटी उत्खनन भइराखेको छ। अब बालुवा गिटी उत्खनन भएन भने पनि यस्ता बाटाहरू कसरी पिच हुने होइन, समस्या चाहिँ छ। समस्या सँगसँगै चुनौतीहरू पनि होला भन्न चाहन्छु। किनकि माथि बस्ती छ, बस्ती छेउमा चाहिँ यसरी खोलो दोहन गर्नु नहुने हामीलाई स्कुलका भाइ बहिनीहरू आइसक्नु भएको छ है गाइज। तपाईँले देख्न सक्नुहुन्छ भाइ बहिनीहरूलाई अनौठो लाग्यो होला। हामी पढ्दै गर्दा यो भिडियो कैद भयो भन्ने पनि परेको हुनसक्छ। हेलो भाइ, भाइ बहिनीहरूले चाहिँ हात हल्लाएर भाइ गरिसक्नु भएको छ भने अरू थुप्रै भाइ बहिनीहरू स्कुलको समय भएको हुनाले स्कुलमा आउँदै हुनुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ यो अफरोड बाटो भए पनि केही छैन, यो हाम्रो लागि 30 साल भइसकेको छ र अब केही समयमै पिच हुने पनि आशा राखेको छु मैले। यस्तो दोहन भइरहेको छ कि खुसी तिनारहरूमा चाहिँ दोहन भइराखेको छ। बाटो देख्न सक्नुहुन्छ यस्तो छ। यस्तो खाल्डो हुँदा पनि हामीहरू चाहिँ हिँड्नुपर्ने हुन्छ। हेर्नुहोस् अब के गर्ने, जाँदैछौँ समयमा गन्तव्यमा पुग्दैछ है। हामी चाहिँ हिँडिराखेको छौँ। यात्राको क्रममा अनेक चुनौतीहरू आउन सक्छ। अब म जहाँ अफरोड छ यति मात्र तपाईँलाई भिडियो कैद गरेँ। पिच रोड आएपछि फेरि बन्द गर्नेछु, किनकि यात्रामा सहज हुँदा सहज तरिकाले गन्तव्यमा चाँडै नै पुग्नुपर्ने छ भन्न चाहन्छु। देख्न सक्नुहुन्छ बारी क्रसरहरू छ, सँगसँगै साथमा बस्दै छ। यसलाई चाहिँ कसरी हामीले निराकरण गर्न सकिन्छ र यसलाई चाहिँ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा पनि सरकारको ध्यान जाओस् भन्न चाहन्छु। देख्न सक्नुहुन्छ यहाँनिर
आउनेछ, उसको सिन्दुर लिएरै आउनेछ, ताकि यहाँ यात्रा गर्ने कठिन हुने अवस्था पनि हुनेछ भने अहिले त तर्न सक्ने खालकै छ। देख्न सक्नुहुन्छ बाटोको अवस्था अहिले यस्तो छ। तर यो बाटो हजुरहरूलाई लाग्ला कहाँको तुलनाथको भन्नुलाई होइन, यो हाम्रो काभ्रे कोसीबारी दोलाघाटको हो बाटो। यो अति नै राम्रो छ है साथीहरू। तपाईँहरूलाई लाग्ला यो बाटो के छैन यस्तो छ भन्नुलाई, यो एकदम तयारी अवस्थामा रहेको बाटो हो र पनि तपाईँको एकदम राम्रो छ। यो पथ चाहिँ रासा पथ भनेर चाहिँ यहाँनिर नामाकरण गरिएको छ। तपाईँले देख्नु भइसक्यो। अगाडि गएपछि एकदम खोला छ भनेर यसरी साइनहरू पनि राखिएको छ, दुर्घटना नहोस् ताकि एकदम सुरक्षित यात्रा गर्नु होला भनेर। हेर्नुहोस् हामी यस्तो ठाउँबाट पनि यात्रा सहजै गरिराख्नु पर्ने अवस्था छ। देख्न सक्नुहुन्छ यो यात्रा मेरो काभ्रे कोसीबारी कार्तिकी देउरालीको रहेको छ। यो बाटो अब लगभग पिच सुरु भइसक्यो र मध्य पहाडी रोड पार्कसम्म पुरा पिच भएको जानकारी गराए। देख्न सक्नुहुन्छ यहाँबाट खोला जान सकिन्छ भने भोगी भइसकेको हो। देख्न सक्नुहुन्छ कालो बाटो, पहिला तपाईँको लालबाटीको बाटो यात्रा गर्न अति असहज थियो। असहजको बाटो पनि हामीले यात्रा गरिराखेका थियौँ निरन्तर धेरै वर्षदेखि भने अहिले सरर पिच भएको छ। पहिला हामीलाई घन्टौँ लाग्ने, दिनभरि लाग्ने यात्रा चाहिँ अहिले हामी चाहिँ जम्मा 2-2.5 घन्टामा चाहिँ यात्रा गर्नसम्म पुग्न सक्छौँ। यो पनि तपाईँहरूलाई जानकारी गराएँ। यदि धेरै वर्ष अगाडिदेखि आफ्नो जन्मथलोलाई छोडेर कर्मथलो काठमाडौँतिर गएर बस्नु भएको छ भने तपाईँहरूले सहजै रूपमा काठमाडौँमा जसरी यात्रा गर्नुभएको थियो त्यसै गरी यात्रा गरेर आफ्नो जन्मथलोसम्म आउन सक्नुहुनेछ भन्न चाहन्छु होइन। हेर्नुहोस् बाटो त दायाँ बायाँ त अलिकति अब पहिलाको पहरा भिरपाखाहरू पनि देख्न सक्नुहुन्छ। यस्तो भिरपाखा कटान गरेर चाहिँ तपाईँले अहिले सहज यात्रा गरेको छ। यो बाटोमा त हेर्नुहोस् हजुर गाडी उकालो नतान्ने अवस्था थियो भने अहिले सारा तान्ने खालको बाटो होइन, एकदम राम्रो छ। तपाईँले यहाँबाट देख्न सक्नुहुन्छ यता पारीको भ्यू भनेपछि माथि अब पलाञ्चोकी डाँडो पारी परेका होइन देख्न सक्नुहुन्छ। हामी चाहिँ अहिले यता यो दोलाघाटको उकालो रातमाटे तारमा आइसकेका छौँ। रातमाटे तार भन्नाले कस्तो छ त तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तो रातबाटो छ कि यस्तो रातबाटो छ कि जति काटो त्यति रातो, जति काटो त्यति रातो थियो बाटो। तपाईँहरूले देख्न सक्नुभएको छ यस्तो छ। यो त एकदम पर्लै भएर आएको रातो बाटो। यस्तो ठाउँबाट हामी चाहिँ तपाईँको यात्रा गर्छौँ। पहिला हेर्नुहोस् रातो माटोमा त्यत्तिकै कति चिप्लो रातो बाटो गर्दै आएका हामी हुन्थ्यौँ पहिला भने। यो रातो बाटोमा चाहिँ सारा होइन गाइस हेर्नुहोस् त अहिले यस्तो पिच भएर यस्तो कटन गाडेर चाहिँ यात्राहरूमा सहज गरिदिएको छ हामीले। अहिले चाहिँ गाउँ जाने बाटो सहज भएको देख्दा सहर बस्न मन नलाग्ने अवस्था भइसकेको छ। यस्तो रातमाटे डाँडोमा यस्तो कालो पत्रे गरेर यात्रालाई सहज होस् भनेर चाहिँ भइसकेको छ। हामी 2 किलोमिटर अगाडि बढिसकेको छौँ। देख्न सक्नुहुन्छ यो रातमाटे डाँडो यो तारको खुम्ती हो जहाँ यहाँ गाडी फसेर हप्तौँ दिनसम्म पनि एउटा गाडी 2टा गाडी फसेर बसिरहन्थ्यो भने अहिले सलल्ल एकदम पानी अवस्था रहेको छ। देख्न सक्नुहुन्छ यो सुन्दर भोङ्लो गाउँपालिका जो बाटो हो र साथै छुट्टै गाउँपालिका सँगसँगै हामी अब चौरी देउराली गाउँपालिका पनि प्रवेश गर्छौँ। हरेक चौरी देउरालीको गाउँपालिकामा पनि हामीले यस्तै कालो पत्रे बाटो देख्न सक्छौँ। अब केही समयमा नै अहिले लगभग चिज हुने क्रममै छ भन्नुपर्छ। बजार एरिया चिज भइसकेको छ। म तपाईँलाई सर्टकटमा उताको पनि भिडियोहरू अपलोड गर्ने नै छु। यो भिडियो पार्ट 1 हुनेछ भने दोस्रो भिडियो पार्ट 2 पनि हामीले सिपारी ठुलो गाउँपालिका सँगसँगै चौरी देउराली गाउँपालिकाको पनि दोस्रो पार्ट अपलोड गर्नेछौँ। ईश्वरलाई करोड करोड धन्यवाद गर्छु। यस्तो
देख्न सक्नुहुन्छ यो यात्रा कठिन छ, घुमाउरो बाटो, उकालो बाटो, त्यसमा टर्निङ होइन साथीहरू। म निरन्तर खै अहिले खै धेरैसम्म त भिडियोहरू हजुरहरू सामु फस्काउने नै छु। यदि तपाईँहरूलाई यस्तै यस्तै भिडियोहरू हेर्न मन छ भने पनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। मोबाइल हाउस रहेको छ युट्युब च्यानलमा होइन साथीहरू। हेर्नुहोस् यो बाटोमा वाल लगाएर ब्याग फालेर चाहिँ अहिले एकदम राम्रो र सुरक्षित यात्रा गर्न सहज बाटो बनाइदिनु भएको छ। भुङलुङ गाउँपालिका प्रमुख लगायत सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। फलाटी अब हामी 2 किलोमिटर यात्रा गरेपछि पुग्नेछौँ। अनि यति बेलामा हामीले पढ्ने बेलामा आएर इक्जाम दिनु पर्थ्यो। हेर्नुहोस् हजुर, यहाँ आएर त्यहाँबाट अझ निकै लगभग 20 किलोमिटर 30 किलोमिटर परको गाउँबाट हामी हिँड्दै आएर पनि यहाँ इक्जाम दिने गरेका थियौँ होइन। तपाईँहरूलाई यो पनि अवगत गराएँ। जति पनि अब अगाडि यहाँ देख्न सक्नुहुन्छ यो क्याउमुने चौर भनेर चाहिँ देख्न नामाकरण गरिएको छ। देख्न सक्नुहुन्छ क्याउमुने चौरमा हामी आइसकेका छौँ। धेरै क्रसिङ पनि गरिसकेको छौँ। कालो बाटो छ देख्न सक्नुहुन्छ। यी घुम्तीहरूमा म लगभग 2072 सालको भूकम्पमा सायद दोस्रो पटकको जाँदाखेरि म यही डाँडामा बसेको थिएँ। यो पनि मैले स्मरण गराउन चाहेँ साथीहरूलाई होइन। अब हामी चाहिँ लगभग लोकमार्गमा आइसकेका छौँ। म अहिले हजुरहरूलाई लोकमार्ग आइपुग्नै लाग्दै गर्दा चाहिँ अब के भन्न चाहेँ भने लोकमार्गमा चाहिँ हाम्रो अलिक ब्रिज नभइसकेको मैले जानकारी पाएको छु र ब्रिज अफरोडमा चाहिँ मलाई भिडियो बनाउन अलिक असहज हुने गर्दा मैले अहिले यो भिडियोलाई यहीँ स्थगित गर्ने जानकारी गराएँ। तपाईँले देख्नु सक्नुहुन्छ यो चाहिँ लोकमार्ग हो। यो चाहिँ लगभग तपाईँको एकदम मध्य पहाडी लोकमार्गले हरेक जिल्लाहरूलाई छुँदै एकदम सहज यात्रा होस् भन्ने हिसाबले चाहिँ यो लोकमार्ग तय भएको छ। देख्न सक्नुहुन्छ अफरोड छ तर पनि ठिकै छ। यसलाई निरन्तरता दिँदै थोरै छोटो समयसम्म तपाईँलाई म ट्रिपलको रुखसम्म चाहिँ यात्रामा देखाउने कोसिस गर्दैछु असहजका बावजुद पनि होइन। हेर्न सक्नुहुन्छ बाटो एकदम पुरा अफरोड छ होइन। अफरोड हुँदै गर्दा पनि हेर्नुहोस् तपाईँले हेर्न सक्नुहुन्छ यो लोकमार्गको बिचमा यस्तो बस्तीहरू छ, नयाँ बस्तीहरू, रमाइलो सौन्दर्य ठाउँ। भुङलुङ गाउँपालिका एकपटक घुम्नलाई अवश्य जाउँ हजुर, एकपटक घुम्नलाई अवश्य जाउँ। साथै तपाईँहरूलाई चौरी देउराली गाउँपालिकामा पनि हरेक पर्यटकीय र मनोरम दृश्यहरू कैद गर्न सक्ने पाथिभरा माताको मन्दिर पनि छ। तपाईँले देख्न सक्नुहुन्छ देउराली बजार, क्याउरेनी बजार, ढाडखर्का भन्च्याङ, दुत्तीको पहिरो हरेक छ। हाम्रो लगभग 9वटा वडामा 9वटै एकदम पर्यटकीय स्थलहरू छ। त्यो टावरदेखि लिएर हरेक चाहिँ छ। तपाईँहरूले आएर घुम्न सक्नुहुन्छ। यो चौरी देउराली गाउँपालिका हो भने यहाँ हाम्रो क्लास फ्रेन्ड विजय गौतमजीले चाहिँ यहाँ एउटा गाडी दुर्घटना पनि गर्नुभएको थियो अफरोड हुँदाखेरि होइन। अहिले उहाँ गाडी ग्यारेज खोलेरै बस्न सफल हुनुभएको छ किनकि गाडीको अवस्था नाजुक हुने होइन। देख्न सक्नुहुन्छ यहाँ फलाटेको लाथी नाजुक हुने यात्रा गर्दा मान्छेहरू धेरै हाल्नुपर्ने अवस्था थियो। त्यो अवस्था हुँदै गर्दा बाटोको अवस्थाले गर्दा गुर्जी एकदम पक्का भए पनि बाटोको कारणले ओभरलोडको कारणले गाडी ढल्किन पुगेको थियो होइन। त्यो पनि स्मरण गराउन चाहेँ। यात्राको क्रममा जे जति पहिला भएका कुराहरू स्मरणमा आयो त्यो जानकारी नि गराएँ तपाईँहरूलाई भन्न चाहन्छु होइन। साथीहरू देख्न सक्नुहुन्छ यस्तो अप्ठ्यारो छ बाटो, यस्तो अप्ठ्यारो छ। अफरोड भनेको त अफरोड हो नि होइन साथीहरू। कतिपय साथीहरूले पिच रोड बाहेक अफरोड जानु भएको छैन होला, त्यस्तो मान्छेहरूलाई चाहिँ असहज हुनसक्छ यो यात्रा। यदि हल्का फुल्का अफरोड हिँड्ने बानी छ भने कृपया यतिको अफरोडमा हिँड्न सक्नुहुन्छ भन्न पनि सक्छु होइन। हामी चाहिँ होइन हामी अब चौरी देउराली गाउँपालिका लागिसकेका छौँ। अनि देख्न सक्नुहुन्छ यस्तो अफरोड यो मध्य पहाडी लोकमार्गको अफरोड हो। चाँडै नै ब्रिज हुनेछ। तपाईँहरूले यदि उठाल्नुहुन्छ त्यो पिपलको बोर्ड छ यहाँ भने हामी अब नरम बाटो खोज्छौँ। अलि भित्रतिर जानु पऱ्यो गाइड छैन एकदम नरम। यात्रा गर्दा कठिन हुनसक्छ, कठिनका बावजुद पनि हामीले यात्रा गर्नुपर्ने हुन्छ होइन। तपाईँहरूले यो
मेरो भिडियोलाई हेरेर माया गरिदिनु होला भन्न चाहन्छु। साह्रै असहजताका साथ मैले यो भिडियो चाहिँ कैद गरिदिएको छु होइन। तपाईँहरूले हेर्न सक्नुहुन्छ जहाँ त्यही बाटोमा मैले देखेको टिपरहरू पनि बाटामा रोकिएको छ। यो यात्रा हेर्नुहोस् त, यस्तो खाल्ला खुल्ली बाटो, यस्तो यस्तो अवस्थामा पनि अब हामीले यात्रा गर्दैछौँ। हामीले देख्न सक्छौँ कति सुन्दर बस्तीहरू छ। यो पारी देखिएको सुन्दर बस्ती भनेको चाहिँ कोलाथी हो। तपाईँले देख्न सक्नुहुन्छ यो कोलाथी होइन। ल गाइस, बाटो एकदम ओह्रालो छ। अब मैले यो धेरै लामो भिडियो पनि बनाउन चाहेन, तपाईँहरूले देख्न सक्नुहुन्छ होइन साथीहरू। अब यात्रामा अगाडि बढ्दै गर्दा धेरै ठाउँका दृश्यहरू कैद गर्न सक्दिनँ मैले। म पनि यात्रामा पनि सहज होस् भन्न चाहन्छु र हजुरहरूलाई पनि यात्रा गर्दा असहज नहोस्। कस्तो छ त अहिले बाटोको अवस्था भन्नाले मैले यो 2083 साल तपाईँको चाहिँ 1 महिना आज 15 गते बिहान 7 बजेको समयमा चाहिँ हजुरहरूलाई यो भिडियो कैद गरेर अपलोड गर्ने जमर्को गर्दैछु। यसमा पनि हजुरलाई धन्यवाद व्यक्त गर्दछु। जय होस्, जय देश, जय नेपाल, जय घन्टी।